अलकोट पार्क जानुपर्छ यहाँ पारिपट्टि यसको पारिपट्टि अनि हामीलाई चाहिँ यहाँ माथि चढेर रोड क्रस गर्नुपर्छ यहाँनिर यु क्यान सी लुलु हाइपर मार्केट अब रोड क्रस गर्नुपर्छ तिमी नि जाऊ त्यहाँबाट जाऊ म चाहिँ अलिक कुर्की छु र अर्को तना हुन्छ होला slowly What is this? अब त्यो मोटो प्यान्ट तपाईँ के भन्नुहुन्छ अरू भोइस ब्लग बोल्दै अब गयौँ हामी रेड लाइट बलेको र हामीले चाहिँ यहाँ वेट गरिरहेको छौँ रोड क्रस गर्न सो गाइज हामी चाहिँ यो पार्कनिर आइसकेको छौँ नाम पनि त्यही हालिदिनु and so this is Alcott Park यहाँ बस्छ होइन चिया खाँदै गरौँ न ल मुखै गरौँ न ल यस्तो हुनपर्छ कार दिने साथी बुझ्नुभयो साथी यस्तो हुनपर्छ कार दिने साथी सुगर मम्मी यहाँ चाहिँ एकदम करक्टी एकदम फेमस छ सो वी आर गोइङ टु देयर यहाँ पहिला चेयरहरू राख्थ्यो कि आजकल खोइ सो हामी चाहिँ यहाँनिर करक्टी खान आएको छौँ अर्डर गर्नुभयो यहाँको चाहिँ यहाँ मेनुमा जुसहरू फ्रेस जुसहरू बर्गर स्यान्डविच पिज्जा यस्तैहरू मात्र पाउँछ कार सो हाम्रो टी चाहिँ आइसक्यो अर्डर गरेको कति 5 सेकेन्डमै आइसक्यो हाम्रो म्यामले चाहिँ हामीलाई कार्ड दिनुभएको छ सो थ्याङ्क यू म्याडम जी कता जानुभयो त्यो चेयरमा जाऊँ हामीले चाहिँ यहाँ शोरमा अर्डर गरेका छौँ उसको करक्टी वन्स अगेन मेरो चाहिँ यो किन्जा मैले त लेमनमा भनेको थिएँ कोका कोलामा गरेँ लेमन भनेको थियो ठिक छ सोधा सबै कोही छ कोही छैन सुन हामी चाहिँ यहाँ चेयरमा बसिरहेको छौँ के गनाइरहेको भनेर
टोइलेट निकालिरहेको रहेछ कि छ टोइलेट निकालिरहेको रहेछ कि छ यति टोइलेट निकालेर यस्तो बनाएको थियो उसको भिडियोहरू हालिदिएको क्या सही सही आहा लिटरली लास्टको हात जा छिटो खाऊ घुमाऊ कहाँ घाँसमा नबस्ने त हामी चाहिँ यहाँ पार्कमा बसेर करक टी पिउँदैछौँ मेरो हाफ भइसक्यो उसको फुलै रहेछ उसले त चिसो बनाएर खान्छ हो होइन तिमी मैले याद गरेपछि तिमी हो तपाईँहरू पनि यहाँनिर आएर करक टीहरू ट्राई गर्नुभयो भने यस्तो लाइक यस्तो टेस्टी छ होइन म नेपाल गएँ भने चाहिँ लाइक यही कुरा चाहिँ मिस गर्छु होला यहाँको स्टोरमा अनि करक टी तिमी के मिस गर्छौ अबिबी Baby, come to Sydney. तिमी के मिस गर्छौ भन न जनता फक्यु तिम्रो चाहिँ हबिबी छ कि छैन सुटकेस नबोकी जाँदा हुँदैन ऊ पनि हबिबी हो के हबिबी के अरे हबिबीको याद आउँछ याद आ रही तुम्हारी याद आ रही है तिम्रो हबिबी छ कि नै भन 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 चुप रहना भाई बंद करना तेरा बकवास बंद करने खाली भएन यो चाहिँ फन पनि घुम्छ ल जाऊ जाऊ घुमाइदेऊ त उसलाई नै म त बस्थेँ मलाई त मलाई एक्लै उसलाई घुमाइदेऊ न घुमाइदेऊ You embrace. ल सम अब क्यामेरा समात न यहाँ समात न ए तिनजना त नघुम्ने हो के हो म घुमाइदिन्छु ओइ ओइ सरा यहाँ स्वरमा सबै छाप निस्किन्छ ओइ मलाई त बसमा लडाउ अरूलाई घुमाउने भयो थियो नि अहिले आएर घुम्यो बराबर हुनु पर्यो नि त बियर लाग्यो यार प्लिज ल रोकेर हो ड्रग ड्राइभर यस्तो किटी खाना ओइ 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 किन घुमाइरहेको हो कि घुम्छ मलाई लागिरहेको थियो यस्तै हुन्छ भनेर रोक रोक त्यही घुमाइदिउँ क्लक नहीं नहीं अब त ए रुखमा हौ Mogembo. खुश हो सो अहिले चाहिँ हामी यहाँ पार्क घुमिसकेर मार्केट जान लागेको छौँ
हो त्यो साइकलमा होला एउटा भिडियो त्यो भाइरल भएको त्यो केटीहरू बुट्टा लगाएको केटी चढ्यो बुड्किन्छ नि त्यो भिडियो लाउँछ त्यो त धेरै So finally we are here. आजो दोस्त त्यो कति केजीको हो र 2.5 केजी तिमीले चाहिँ के उचालेको त्यस्तो के हो त्यो 4 केजी तिम्रो लागि होला पिङ्क तिम्रो घर टिटी बोर्ड छ ल तिमी उयो गक लगाऊ कस्तो हो यो यो लगाउ न त्यस्तो खोइ खोइ निकालेर देऊ न त्यो पिङ्क पिङ्क क्या पिङ्क ल लगाऊ त What a beautiful lady. Wow. यसलाई बोलाइछ दामी दामी यहाँको ओमनी लगाऊ न ओमनी हातीसँग छोड्देऊ ना यो ट्राई गर न मैले ट्राई गरेर थिएँ टाउकोमा सानो भएको ल लगाइदेऊ सलाम वालेकुम वालेकुम अस्सलाम कैसे हो भाई तुम भी लगाओ तिमी नि लगाऊ कुन सृष्टि की परी हो तिमी सलाम वालेकुम हबीबी हबीबी कम टू दुबई अल्हम्दुलिल्लाह कुकुरी हो ओ माय गॉड नक्कली हो केही न ल Staff from frozen session, please proceed to customer service. Any staff from frozen, please proceed to customer service. पैसे दे पैसा नै हबीबी ए यस्तो गरेर नाच्छ त सो हामी चाहिँ मार्केटबाट निस्केर यहाँ यो चाहिँ मस्जिद है साढे निस्क्यो होला आज त झन् ढिला निस्क्यो होइन र मस्जिद सो वी आर गोइङ टु अनदर मार्केट के सपिङ गर्यो एउटा टुथपेस्ट ओन्ली टुथपेस्ट बार्गेनिङ 4 रियाल अनि के अरे होइन ओरिजिनल प्राइस ओरिजिनल प्राइस 4 रियाल एन्ड we got it in 2 रियाल डिस्काउन्ट दिएको है दिएको अझ त्यसले अझ भन्न खै त पार्लर कतै देखेन पार्लर देख्यो भने उसको कपाल काटिदिने भनेको त हो काट्दैन होला हो अनि त्यसपछि साथीहरू मेरो घरमा त यस्तो पाकिरहेको छ आउनु चाहिँ सबैजना खाए ल त्यो विनिता मगर होइन त्यो दुईवटा छ क्या एउटा सुकी चाहिँ आफैले पकाउँछ अनि एउटा चाहिँ त्यो खाए ल भन्दै यति यति खानाहरू खान्छ नि मासुहरू पकाएर त्यो त्यसको के अरे सासु आमाकीको त्यो आफ्नै त्यो एक्चुली लाइभमा नमस्ते गरेको थियो नि रातो टोपी लगाएर तिमीलाई याद छ कि नै त्यो रातो टोपी लगाएर के गाइज हामी अघि न यति धेरै
निस्केको थियौँ मार्केट गएको अहिले हिँड्दा हिँड्दा एनर्जी नै हराएर हामी सबजना एकदम त्यो घुँडा तल passive लाउँछ भएको। होइन अलि यहाँसम्म भन्नु त्यति लाउनु मिल्छ होला सायद यहाँ त्यही लाग्यो ल्याङ लागिसकेको छ So now we are back to the home. हामी चाहिँ रुम जाँदैछौँ। Beautiful. Oh my god. Oh my god, साथीहरू तपाईँहरू यहाँनिर आउनुभयो भने त यस्तो गनाउँछ वाइल्ड गनाउँछ यार। म त नाक्छु उता दौडे ओ सेट यस्तो गनाउँछ उसलाई चाहिँ फेरि गनायो नि ऊ चाहिँ एडजस्ट गर्न सक्छ म त सक्दिनँ मलाई त भमिटै होला जस्तो हुन्छ ओ यस्तो वाइल्ड यहाँ हिँड्दाखेरि सोच पऱ्यो धुलो लाग्छ फेरि ऊ चाहिँ ऊ पर दौडेर ऊ पर पुगेछ के घर पुगिसक्यो खै हामीलाई थाहा छैन कहाँबाट हजुरलाई गनाएन पर पुगेर बसिरहेको छ यहाँ पानी छर्केको हो कि के हो यहाँ चाहिँ अलिअलि गन्दा हुँदो रहेछ है लास्ट गनाउँछ गाइज लास्ट वाइल्ड होइन तर यो के हो मल गनाएको कि के केमिकल्स वाला मल ऊ चाहिँ ऊ पर अगाडि नै कुदी यहाँ नगराउने ठाउँमा आएर बसेको छ त्यही भएर ऊ यस्तो स्लिम भएको धेरै कुदेर कस्तो गरेर त्यहाँ काला रहेछ खुल्यो गर्मी भयो है लास्ट गर्नु Finally guys, we are here. बल्ल हामी रुम आइपुग्यौँ अब आजको भ्लग चाहिँ यति नै सो सी यू नेक्स्ट टाइम